Hello guys, namaste and good morning everyone. So आज चाहिँ हामी फेरि गोवर्धन पूजा मतलब गाई पूजा, लक्ष्मी पूजा, everything we are gonna do here. So I'll show you guys whatever we do, whatever we you know how to do Lakshmi puja, how to do Govardhan puja. त्योहरु पनि म देखाउन गइरहेको छु हैन. प्लिज अन्तिमसम्म भिडियोलाई हेरेर साथ दिनुहुनुको लागि हार्दिक अनुरोध गर्दछु. अन्तिममा चाहिँ म पनि एउटा फुल बोकेर हैन घुम्न गइरहेको छु गोवर्धन पूजामा. अनुहार त देखाउँथ्यो यार. पुष्पमालाम समर्पण बर्बाद गर्छ. हजुरआमा लक्ष्मी पूजाको सन्देश के दिन चाहनुहुन्छ? लक्ष्मी पूजा भनेको के हो, किन गरिन्छ, त्यो के भनिदिनु. हजुरबाले जान्नुहुन्छ? प्रार्थना गर्नुहुन्छ. अब यहाँ हामी प्रार्थना गर्नु भइन्छ. आफूले यतै बसेर प्रार्थना गर्नु होला. उहाँ सबैले प्रार्थना गरिरहनु भएछ होइन. तपाईँहरू आफ्नो ठाउँमा बसेर प्रार्थना गर्नुहोस् है. यस्तो चेस्का चाहिँ हल्का यस्तो रमाइलो गर्नुपर्छ. हल्का यहाँ धुवा भएर आएको छ. रातभरि भैरी खेलेर बोलिरहेको छ होइन. यस्तो छ हाम्रो चाहिँ गोवर्धन पूजा. तपाईँहरूले कसरी गर्नुभयो है. नजान्नेले चाहिँ कमेन्टमा जान्दिनँ भनेर भन्नु होला. म सिकाउँछु कि अर्कोलाई सोधेर. अहिले भन्नु नमिल्ने, मैले आफै राम्रोसँग जानेको छैन होइन. अब चाहिँ आरती गरेको हेरिदिनु होला होइन. त्यो पनि देखाउँछु. जय जय देव हरे जय देव हरे.